चलो भाइ केपी ओली त खर्च तो त गोरु चोरो झापामा बसेर गोरु चोरेर दुनियाँ गोरसिङ भिटा पठाएको हो। खड्ग ओली त गोरु चोरो त्यो डाका हो। त्यो छोराछोरी नहुने अपुत्रलाई छोराछोरीको माया हुँदैन। पहिलेदेखि यो फटा हो। त्यसमाथि पनि यसपालि जेन्जी मारो। हजुरलाई भेटेर खुसी लाग्यो। एउटा तरुणीले के भने जरा ठिटालाई मेरो ज्यान छन्जेरी पीर नमन तन्जेरी भने धेरै के मन्त्री हुने यही होता लोकतन्त्र। न्याय गर्ने घर छ, घर बोल्दैन। अब बोल्नेले कतिले बोल्दैन। कोही ओलीका, कोही देउपाका, कोही प्रचण्डका। जनता माफ नहीं करेगी। ओलीको प्रचण्डको नाम नल्याउ छोरा मसित एलर्जी हुन्छ मलाई त। बालिन पनि म पर्छ। बाय टाटा गुड बाय गया। नेपाली कांग्रेस ए मलाई भोट दिनु मलाई भोट दिनु। ए तँलाई किन भोट दिनु? मेरो बाजेले पनि बाउले पनि दिएको भोट हो। के गरेको अहिलेसम्म? पैसामा बिक्ने खालको होइन। पैसा दिने चाहना दिन पैसा त लिन्छु तर तँलाई भोट दिँदैन। म पैसा लिन्छु। पैसा लिन्छु। पैसा दियो भने लिन्छु तर साला तँलाई भोट दिँदैन। एमाले माथि यी तिनटालाई लहर अब ओली प्रधानमन्त्री कि प्रचण्ड? हजुर ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि प्रचण्डलाई? यो भातेलाई बनाउँछन् प्रधानमन्त्री भ्रष्टाचारी भातेलाई। नराम्रो भन्न सक्दिनँ म। तर पनि मन चाहिँ फेरि के भएको यो फनक्कै फर्किरहेछ घुमिरहेछ मन चाहिँ फनक्कै फर्किरहेछ घुमिरहेछ मन। 15 डिग्रीको घाममा काम गरेर यिनीहरूलाई चप्पल लगाइदिनु पर्ने। हामीले यिनका सोहले कट्टु लगाइदिनु पर्छ। शेरबहादुरको सोहनी भन्ने मेरो छोराले के गरेर खाओस्? हाम्रा छोरा साउदीको तरकारी साउदीको तरकारी खाने। म राप्रपाको मान्छे हो है। भए पनि मेरो प्रचारमा राप्रपामै हिँड्छु है। तर भोट चाहिँ घन्टीमा। कसैलाई गर्न छुट्याइदिनु होला। मेरी बुढी एमाले कि हो नेपाली कांग्रेसलाई भोट दिँदा 7 दिन भात खान दिँदा 35 वर्षसम्म नेपाली कांग्रेसलाई दिए अब अरू दिए क्या एमाले बुझ्यो। म पनि कांग्रेसको मान्छे हो। गराउन आएको होइन सुन्नु। केपी ओली चाहिँ चिन्नुहुन्छ नि? चिन्छु नि बाबुलाई दाँत मिलाएर उठ्ने पर्छ। मेरो भाइ राम्रो गर्नु भनेर पठाएको र सबै भ्रष्टाचार गर्नु सुन व्यापार गर्नु मान्छे व्यापार गर्नु भोटाने बनाएर बेच्नु भइरहेको सुनेको म र त उल्टो पो सुनेको। कसले मलाई 1 लाख दिन्छ त्यसैलाई भोट दिन्छु न त मरे नै दिन्न जा। केही पनि दिन जरै के अहिलेसम्म मैले फेरि यहाँ भोट दिएर म दिएको होइन। राम्रो कामहरू छ। र पूर्वाधार देखिन्छ। माओवादी बाहिर बसेर एमाले काँडेर ढुङ्गै डाल्ने हो। म त हैन हजुरले आफ्नो मत नदिने कुरा ठिक छ नदिनु भन्नु हैन। आरोपै न्यायपट्टि हाल्ने हो। हान्ने ढुङ्गै हान्नेको नगर। चिया बान्दा यहाँ एमाले त्यसको एमाले निकाल्ने हालिदिनु पर्यो केपीलाई घाँस हालिदिनु पर्यो किलो ठोकेर घाँस खाएपछि चुप लाएर बस्नु बनाउनु। किन यस्तो भन्नुभयो आमा तपाईँ? बिउरै राम्रो भएन त कसरी नभन्नु? साढे भएर पो बसिया रहेछ अहिलेसम्म। चुनावमा हारे भने चुनावको परिणाम मान्दिन भन्ने साढे कस्तो साढे रहेछ? तिमीले होइन तिम्रो बाबुले हजुरबाले पनि मान्छ चुनावको परिणाम। बुझिराख।
सबैको काम हेरियो सबैले त आए गए सबैको काम बाले नआए टुकु चले केले नआए काठमाडौँको रूप फेरियो ल जनता सरकारलाई गोली हान्ने हुकुम दिनलाई अनि बाहिर प्रचार गर्न छोड्थे नि त्यसको बाबुले मारो प्रधानमन्त्रीलाई थाहा छैन अरे त्यस्तो कुकुर पनि प्रधानमन्त्री हुन्छ के मान्ने त भोट म जान्छु ओलीका बाउको भन्दै होइन हामीलाई बता हाम्रा छोराछोरीले रिमी ट्याक्स पठाएको पैसा त्यति बनाउन सक्दैन एउटा स्कुल खोलेको भए फ्रीमा स्कुल सरकारी खोलेको भए गरी दुखाएर पढाउँथे कमसेकम गरी छोरा अहिले पनि दुलो साथी हातमा पढ्न नपाए बात त सही है मान्छे यो भिडियोहरु बनाएको चाहिँ यहाँ तपाईँको लागि उपलब्ध छैन अनुपात भयो केही छैन त्यहाँ कालो कुकुर पनि जाँदैन कालो कुकुर पनि पस्दैन त्यहाँ कोही गएको पनि छैन ओलीले धनी पूर्जा दिन्छु भनेर खपै पाएर चोरले अब आयो भने जुत्ताको माला लाउँछु म टोलमा यहाँहरु अब एकपल्ट घन्टी बजाउने त्यसले पनि गरेन नै 5 वर्षमा फाल्दिने पार्टीले चाहिँ अहिले चिया खाएर भयो भने चाहिँ भोट बेच्ने होइन हामी चाहिँ के गर्न सक्छ अहिले हामी पैसा दिँदैनौँ किनभने अहिले चिया खाएर पैसा दियो भने के हुन्छ थाहा छ भोट गर्न ठाउँको छ यो मतदान र कन्यादान चाहिँ नि सही ठाउँमा गर्नुपर्छ रे ल लु भोलिपर्सि भेटौँला घन्टी कि सन्टी